राइटिङमा कन्सर्न्ड हुनुहुन्छ भने एस्से राइट अप्सन होइन हजुरहरूको लागि। लिसनिङको राइट फ्रम डिक्टेसनमा रियल इक्जाममा टाइम पुऱ्याउने अनि अहिलेबाट एकदम हेभिली प्र्याक्टिस गर्ने ग्यारेन्टिड राइटिङमा मार्क्स पुग्छ हजुरहरूलाई है। ओके, सो इन एनी केस यदि एस्से नै बनाउनु छ भने कसरी सोच्नुहोस् भन्दा रिक्वायरमेन्ट हजुरलाई थाहा नै छ। कनेक्टिङ फ्रेजहरू कन्ट पार्नुहोस्, त्यसलाई कसरी लेख्छ त्यो सिक्नुहोस्, त्यो इम्पोर्टेन्ट हुन्छ मोर देन यो टेम्प्लेट। र धेरै स्टुडेन्टहरू स्पेसली विकर स्टुडेन्टहरूले मलाई आएर सर मैले टेम्प्लेट सिकेको छु भन्छन्, तर टेम्प्लेट सिकेको होइन, उनीहरूले एउटा टेम्प्लेट देखेको छन् तर त्यो टेम्प्लेट आए जस्तो लाग्ने मात्र, किनभने टुक्रा टुक्रा मात्र याद आउनेछ। सो टेम्प्लेट हापिदिनुहोस्, कनेक्टिङ फ्रेजहरू सिक्नुहोस् अनि क्वेसनको वर्डहरू युज गर्नुहोस्। जस्तो मानौँ हजुरको क्वेसनमा के छ त भन्दाखेरि सोसल मिडिया इज ह्याभिङ अ नेगेटिभ इम्प्याक्ट अन एजुकेसन भन्छ भने सोसल मिडिया नेगेटिभ इफेक्ट अनि एजुकेसन हो। यो तिनवटा कुरालाई 2 देखि 3 चोटि लेख्नुहोस्। अब भने के लेख्ने होला त भन्दाखेरि के लजिक प्रोभाइड गर्ने त, लजिकको दुःख लिने होइन, कनेक्टिङ वर्डहरू। सोसल मिडिया छ, सोसल मिडिया रिलेटेड वर्डहरू स्मार्टफोन, इन्टरनेट, फेसबुक, टिकटक, कम्प्युटर। त्यसरी सिमिलरली नेगेटिभ इफेक्ट भन्यो भने ड्यामेजिङ इफेक्ट्स, कन्स होइन। एजुकेसन छ भने स्टडी, चिल्ड्रेन, स्टुडेन्ट्स, क्लासेस, सब्जेक्ट्स, तिनीहरू लेख्नुहोस् अनि त्यो मिलाएर एउटा सेन्टेन्स बनाउनुहोस्। जस्तै के हुनसक्छ भन्दाखेरि स्टुडेन्ट्स युज फेसबुक इन द क्लास विच डिग्रेड्स देयर एजुकेसन हुनसक्छ होइन। अब यहाँनिर क्वेसनको वर्ड त आयो तर मेनली चाहिँ यहाँनिर स्टुडेन्ट्स, फेसबुक, क्लास कहाँबाट आयो त भन्दाखेरि सोसल मिडिया र एजुकेसनबाट आयो है। त्यसरी सोचेर गर्नुहोस्, हजुरहरूको लजिक मिल्छ। यु डोन्ट ह्याभ टु थिङ्क अफ इट एज लजिकल, बिकज मान्छेले चेक गर्ने होइन, एआईले चेक गर्ने हो। एआईले वर्ड हेर्छ, लजिक ओभरअल हेर्दैन। उनीहरूले हेर्न सक्ने भए पनि अहिले पियर्सनले चाहिँ त्यस्तो दुःख लिएको छैन। पियर्सनको एआईले पिटीमा हेर्दाखेरि उनीहरूले वर्ड्स हेरिरहेको छ। त्यही भएर एभरेज स्टुडेन्टहरू पनि इक्जाममा गएर राइटिङमा 90, 85 लिइरहेको छन्, किनभने त्यो स्टुडेन्टले कहिले पनि आइएल्समा गएर 7 र 7.5 ल्याउन सक्दैन होला, पिटीमा 90 लिइरहेको छन्। लजिकमा होइन, वर्ड्समा सोच्नुहोस्।